तो वेलकम टू साथीहरु सबैजनालाई मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी चाहिँ टक्क छतमा बसेर यस्तो भ्यू हेरिरहेको थिएँ हैन। टक्क चाहिँ यहाँतिर चाहिँ भ्यू हेरेर हामी चाहिँ ड्युटीतिर लाग्न लागेको थिएँ। अनि यो त मेरो छतको पारिपट्ट चाहिँ यस्तो दृश्य देखिन्छ हैन, एकदम दामी। अनि साथीहरु म चाहिँ रेडी भएर हैन, म चाहिँ यता सालाजीको वेटिङ गरिरहेको थिएँ। अनि म चाहिँ टक्क ड्युटीतिर जान लागेको। अब म चाहिँ यतातिर भ्यू देखाएर अनि म चाहिँ टक्क ड्युटीतिर गइसकेँ। हाम्रो चाहिँ माथि छतमा रुम हुनाले हामी चाहिँ तल जानुपर्छ हैन। अनि तल गइसकेपछि म चाहिँ यो गेट खोल्न गइरहेको छु। अनि यतातिर चाहिँ पुरा रुमै रुम हो हैन। अनि यहाँ चाहिँ हाम्रो गेट, अनि यहाँ चाहिँ हाम्रो सबको गाडी छ हैन। गाडी भइसकेपछि म चाहिँ गेट खोल्न गइरहेको छु। अनि गेटमा चाहिँ कसैले चुक्कु लगाएर बाहिरबाट गएको रहेछ हैन। अनि मैले चाहिँ बाहिर हात हालेर बाहिरबाट निकाल्ने खोजेँ। अनि त्यसपछि चाहिँ मैले टक्क अझ भित्र हेरेँ, एकचोटि भित्र हेरेँ। अनि भित्रमा मैले चाहिँ यता ऐना देखेँ हैन। ऐनामा देखिसकेपछि मैले पनि एकचोटि ऐनामा हेरौँ भनेर यसो आएँ हैन। टक्क आइसकेपछि अनि म चाहिँ फेरि बाहिर जान्छु हैन। म चाहिँ बाहिर जान्छु। अनि बाहिर देखाएर म तपाईलाई म कहाँमा रहन्छु, कुन बिल्डिङमा रहन्छु भने देखाउँछु हैन। अनि हामी चाहिँ रेन्डिङ बिल्डिङ चाहिँ यो हो हैन साथीहरु, हामी चाहिँ यतै पर्छौँ। अनि यो चाहिँ हाम्रो गेट हैन। अनि त्यहाँतिर चाहिँ गाइड हामीलाई देखिरहेछ। अनि के बनाइरहेछ यसले भनेर देखायो होला है के हो। अनि त्यसपछि हाम्रो सालाजी पनि रेडी भएर अनि गेट लगाउने हुनुहुन्छ। अनि म चाहिँ यहाँ वेटिङ गरिरहेको छु। अनि साथीहरु हामी चाहिँ अब रोडतिर लाग्यो हैन, एउटा भिडियो बनाउँदै। अनि हामी चाहिँ रोडतिर लाग्यौं किनकि अब हामीलाई पनि ड्युटीको टाइममा भइसकेको छ। त्यही भएर मैले चाहिँ क्यामेरा फटाफट गरेर टक्कसँग कुराकानी गर्दै हामी चाहिँ अगाडि भिडियो बनाएर जाँदै गर्छ हैन। गएका नितिनका नवीनले छबे हाले मामाले। त्यो नवीन कहाँको त्यो चिराला बस्थे कि नहीं है, नेपालको हाम्रै गाउँको नवीन घरै बस्छ छ। यहाँ इन्डिया टक्क जाने हो ड्युटी। अनि उहाँ चाहिँ मेरो फेभरेटहरूको पोस्टर लागेको छ है। त्यो चाहिँ मेरो फेभरेटहरू हो। यहाँनिर चाहिँ थालापाती मेरो फेभरेटहरू हो नि त। ऊ चाहिँ थाहा आइसकेको छ। अब हामी चाहिँ ड्युटीतिर पुग्न लागिसकेका छौँ। आज टाइम धेरै भइहाल्यो। यस्तो कार हाम्रो भए के हुन्थ्यो होइन, कहिले पनि जिन्दगीमा हुन्न जस्तो छ। क्या यस्तो खै हाम्रो कहिले यस्तो लाइफ होला कि कहिले होला कि हाम्रो लाइफ। यहाँनिर पनि पुरा काम चल्छ हेर्नु, यस्तो छ दामी छ। यहाँनिर चाहिँ पोस्टर छ हैन। ऊ त्यो चाहिँ हाम्रो होटल हो गाई। ऊ त्यो चाहिँ हाम्रो होटल हो। गाडी पार्किङ गर्नुपर्छ। ल गाइस, तपाईँहरूलाई फ्राइड राइसदेखि लिएर इडली डोसा साम्बरदेखि लिएर सब चाहिँ यहाँतिर मिल्छ। यहाँनिर चाहिँ हामी काम गर्छ हैन। यो चाहिँ हाम्रो होटल।